ल गाइस हामी गाडीमा चढ्यो बाहिर अलिअलि झरी परिरहेको छ खरायोलाई प्राङ्क हान्दिएको साप्टो कस्तो भयो खरायो तलाई के खरायो हल्का डर लाग्थ्यो कस्तो भयो थियो खरायो तलाई मुटु मुखालो मेरो यार हो अरु कस्तो भयो थियो मलाई खुकेटी रहेछ नभने जिउ छगरे हात यहाँ पुछ अनि खुकेटी रहेछ अनि छपरे मरे चिगेट अनि त्यो रियल भनेको तलाई ल ठिक छ अब हामी निस्किन्छौँ गाइस अर्को कुरा भनेको हेलमेट ल्याउनै भिल्ले यार कस्तो साइको भयो यार दिमाग खराब बिहान लिन्छु भने माथि गएको के स्टोरमा फर्केछु भुल्ले यार दिमाग खराब हेलमेट मगाएको छ नाइट गाडीमा आउँछ अरे ल गाइस अब चाहिँ हाम्रो हल्का पेट्रोल पम्पमा आएको पेट्रोल रहेछ गाडीमा त छ बाइकमा सकियो रहेछ साथीको चढ्दैछु टक्क लाएर पानी लाएर अझै फुट्नै पर्ने हो होइन क्या अनि त्यो त थिएन क्या ए पाइपमै सकिन्छ होला पेट्रोल झिकियो खै कति आयो त्यति आयो 1 लिटर जस्तो त आएछ ल त्यही छ जुगाड कारण पेट्रोल पम्पमा आएर यहाँ बाइकबाट पेट्रोल झिक्न पर्यो भर्नु अस्ति हाली तेह्रमा बाटोमा हाल्नु भयो बाटोमा कहिले भर्नु गरौँ जहाँ पाइन्छ त्यही झ्यामझुम हालेर हिँडिहालौँ र गाइस हामी चाहिँ ठ्याक्क हत्या बजारमा छौँ कट्न लागिसक्यो पेट्रोल नभएर दिमाग खराब लाइनको अन्त मेसिन जेनेरेटर राख्ने नभए त्यो घुमाउने त राख्नुपर्छ कमसेकम यार नानी बाबुहरू भर्खर के हो ल बिन्दास पारा हो भने दुर्गेश थापा गाउँतिर बिन्दास पारा खान्छ ठिकै छ बाटो अगाडि पानी परिरहेको झरीभरि भोलि आज त पानी पर्यो भोलि नपर्दै हुन्थ्यो गरे भगवान भन्छु गरे अब के गर्ने भगवानले भोलि पानी पर्यो हुन्थ्यो खराएर देखेन खराएको चस्मा हेराउनु न हजुर कस्तो खरायो बसेको एकदम गाउँहरू रमाइलो रहेछ दाइसँग आठे फर्स्ट टाइम गाइस सबजनाले हेर्नुहुन्छ हजुरहरू आउन छ भने सबजना आउनु होला सबजनाले हेर्नु होला सबजनाले युट्युब च्यानलमा गएर सबजनालाई सब्सक्राइब गरिदिनु होला सबजना भिडियोबाट हेर्नुहुन्छ भने डबल ट्याप ट्याप गरिदिनु सबजनाले ट्याप ट्याप एप डाउनलोड ल दे र ट्याप ट्याप भने जस्तो चाहिँ विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ भने चाहिँ डाउनलोड द ट्याप ट्याप एप मेरो प्रोमो कोड BIBIDJUN प्रोमो कोड युज गर्नुभयो भने तपाईँले $15 एक्स्ट्रा बोनस पाउनुहुन्छ र विदेशबाट 1 मिनेटमा विदिन 1 मिनेटमा नेपालको ब्याङ्क अकाउन्टमा पैसा आउँछ र तपाईँले पनि अर्कोचोटि रिफरल कोड गरेर पैसा कमाउन सक्नुहुन्छ त्यो ट्याप ट्याप एपबाट र विदेश सबभन्दा पैसा के अरे विदेशबाट सबभन्दा पहिला पैसा आउँछ र बेस्ट रेट आजसम्म अरू कुनै एप्लिकेसनले नदिएको बेस्ट रेट र कतै त्यो ब्याङ्क स्याङमा त्यो IMI जानु नि परेन तपाईको घरमै आफ्नै मोबाइल खाता कनेक्ट गरे विदेशको अकाउन्ट कनेक्ट गरे ढ्यामढुम आइपुग्छ अनि त्यही नै हो अनि फर्स्ट चोटि ट्रान्जेक्सनमा चाहिँ $15 मेरो प्रोमो कोडबाट डिस्क्रिप्सन चेक गर्नु होला है गाइस बेला बेला यो फुस्किन्छ डोरी अलिक बाँधेर हेरेर हिँडिराख्नुपर्छ पक्का छ है फेरि यहाँ टाटामा मारेको छ नि फेरि यसले त ढोरबाट नि त खनिन्छ पुरै धान रोप्ने हो खने धान रोप्न जानु लाग्यो क्या अब यो बाइक पुरै बाइक र गाडीले खन्ने यहाँ यत्रो ठुलो पहिरो छ है पानी परिरहेको छ बाइक यता सार्न पर्ने हुन्छ उता भेगतिर एकदमै पानी परिरहेको थियो यताको भेगतिर चाहिँ अलिक पानी परेको मैले खासै देखेँ होइन अनि आनन्दले जाँदैछौँ सर र लाएर गाडीमा अनि तपाईँहरूलाई चाहिँ म यहाँ हाम्रो VIP गेस्टलाई देखाउन चाहन्छु मानिन्छ नि होइन आजकल त चस्मा कसले ल्याइदिएको दामी दामी कट ल्याइछु आज ब्ल्याक फुल ब्ल्याकमा छ भनेपछि भोलि झन् फुल गेटअप स्पोर्टी गेटअपमा हुनेवाला छ सो राम्रोसँग बस गरेर त है ल पूजा गर्न पाएको थिएन अस्ति पञ्चर पनि भयो पछाडिबाट अर्को ट्याक्सी ल्याएर ठोकिदियो मैले त्यति पूजा गरेको थिइनँ अझै बुढी नजर नलाओस् भनेर कागती र खुर्सानी किनेको छु सो यही भयो पूजा मेरो होइन माथि गएर फेरि गरमलाई त्यो नगरमलाई छुट्टै कुरा म जहाँ पहिलाको गाडी किन्ने म पूर्व गएर पूजा गर्थेँ माथि इलामको डाँडामा होइन नभ्याएर बिजी भएपछि यस्तै हो सो मेरो गाडीलाई नजरिया केही नलाओस् सबै यहीमा फुटालेर जाम 4वटा कागती लिएको छु बुढी नजर हटाउनको लागि यस्तो यस्तो गरेर म घुम्दै आइछु यो कागतीमा सबै जाओस् यो निकालेर कागती खुर्सानीमा होइन र
एउटा कागतीलाई यहाँ राख्छु म बाटामै घाँटी पुरा यस्तो एमआरपी भनेको एउटा कागतीलाई यहाँ राख्छु एउटा खुसानीलाई यहाँ राख्छु एउटा कागतीलाई यहाँ राख्छु अनि ल ठिक छ मेरो गाडीलाई चाहिँ रक्षा गरून् भगवानले विश्वकर्मा बाबाजीले रक्षा गरून् है पनि सुइकिन्छौँ है त अब हाम्रो पूजा भयो है त ट्याक्क म सानो थिएँ गाउँमा चाहिँ यस्तो बजाएर हिँडेको देख्थेँ आज चाहिँ यो गाउँमा आएर चाहिँ मैले ट्याक्कै यस्तो चिजहरू देखेँ रमाइलो लाग्छ यो आफ्नो आफ्नो संस्कृति कल्चरहरू जोगाइराखिदिनु भएको छ अब त्यो मुतातिर कस्तो डरलाग्दो भुट देखियो ल थ्याङ्क यू ल ठिक छ रमाइलो भयो यस्तो ठाउँमा यो बल्ल गाउँले बजारको चाहिँ अलि बच्चैदेखि अलिक प्रोफेसनल अलिकति अलि पुरै जम्मै चिज भएको देखेको होइन अहिले चाहिँ यो सानोमा देखे जस्तो फिल भएको यो ठाउँमा आएर गर्दाखेरि झन् डराउँछ ल गाइस हामी चाहिँ बिस्तारै आएर बुर्तिबाङ कटिसक्यो भोक लाएर परान्जा जस्तो भएको छ र हामीले यहाँ चाहिँ मोमो र चाउमिन मगाएको छौँ खरायोलाई चाहिँ गाडी लायो भनेर चाहिँ पछाडि नै बसेको साथीसँग अब त्यो तिनीहरू आउँछन् अनि रोकेर अलिकति खुवाएर फेरि हामी लाग्छौँ रात परे पनि किनकि आज बाटो राम्रो छ अनि आकाश पनि खुल्ला गरिरहेको छ त्यो भएको कारणले पानी पर्दैन यो बाटो चाहिँ पानी परेको बेला चाहिँ अलिकति रिस्क हुन्छ पानी नपरेको बेला चाहिँ धेरै रिस्क हुँदैन त्यो भएर हामी चाहिँ आजै जाने प्लान गर्यौँ बुर्तिबाङमा बस्नु पनि केही छैन खासमा भन्नु पर्दा त्यो भएको कारणले सो हेर्दै गर्नुहोस् दुईजना पनि आए कस्तो भयो खाम अब के घाटा कुटुक ल खरायो मोमो खानालाई रोकेको नि यहाँ खरायो भाइलाई चाहिँ कसले फोन हाने अरे गर्लफ्रेन्डहरूले पाल्लो गरी फोन हाने होइन गोमाले हो पाल्लो गरी फोन हाने अर्को कसले फोन हाने अर्को सुईको त बोयफ्रेन्ड छ भने होइन त नि बोयफ्रेन्ड जाँदा मसँग आज बोल्छिन् के ए त्यो बोयफ्रेन्ड थाहा भयो भने तल आएर पिट्ला नि फेरि अहिले जस्तै गरेर अलि होसियार भइपुजिस् अर्का गर्लफ्रेन्डसँग नबोल्दै होइन बुर्तिबाङ बस्नु मन लागेन लाइन थिएन खराएर ट्याप साथीसँग बाइकमा चलिरहेको छन् हामी चाहिँ गाडी बाटो यस्तो डरनाक छ कि एउटा गाडी आयो भने उताबाट बाइक ब्याक गर्नै मिल्दैन त्यस्तो डरनाक गरिहाल्छ लागि र त्यही नै हो गाइस बिस्तारै भयो यहाँ 40 किलोमिटर छ अनि जान्छौँ गाडी आयो भने पहिल्यै साइड दिनुपर्छ उताबाट पहिल्यै साइड दिन्छन् जहाँ ठाउँ छ त्यही साइड दिनुपर्छ पहिले नत्र बिचमा गएर ब्याक गर्नु पर्यो भने बर्बाद भयो अघि एकचोटि ब्याक गरेर ब्याक गरेर एक ठाउँमा डेन्जर फर्काउँछ नजर रक्सी खाएर आउँछन् जम्मै यो बेला होइन ड्राइभरहरूले 100% खान्छन् नि होइन अनि रक्सी खाएर चाहिँ ड्राइभ नगर्थ्यो भने त्यो भन्ने कुरा हो गरे गाडी यस्तरी घुम्टी यहाँ स्वाई आउँछ नजामकै छिर्छ त्यो ठाउँ छ त्यत्रो पछाडि म जस्तो यस्तो एक्सपिरियन्स ड्राइभरलाई यति गाह्रो भयो भनेपछि कुरै छोड्दिनँ क्या यहाँ बोलेर चलाउने एक्सपिरियन्स त कति एक्सपिरियन्स ड्राइभरहरू हुन् हामी यहाँ बिचमा बसेर पानी र कोक किन्दैछौँ र यस्तो साङ्ग्रो बाटो छ भर पाइँदैन कुन कुना कहाँ ढुङ्गा छ भनेर ट्रेन चलाइएकै छ अब 2-4 घण्टामा पुगिएला माथि अब यति किनकि बाइकमा भए चाँडो पुगिन्थ्यो होला एकदम स्लो भएको अवस्था छ सो त्यही हो गाइस अब निस्किन्छौँ अगाडि हेर्नुहोस् थ्याङ्क यू साथीको स्ट्यान्ड ठोकेर झऱ्यो होला अब स्ट्यान्डलाई चाहिँ डबल स्ट्यान्ड लाएर हामीले अरू जुगाड गरिन्छ माथि नै गएर फाइनल गाइस दाइको बाइक चलाउनु नि राम्रो तरिकाले चलाउने रहेछ आज यस्तो खुसी भगर भोलिबार मिलाइन्छ होला ल ठिक छ गाइस भयो ल पानी परेर दिमाग खराब पानी पऱ्यो भने त ढुङ्गा झन् चान्स हुन्छ पानी नपऱ्यो भने चान्स हुन्न साथी त्यो भएर अहिले जाम भनेको बुझ्यौ नि ल लेट्स मुभ गाइस साह्रै अप्ठ्यारो होइन उता साथी र खरायो त कहाँ पुगिसके हामी चाहिँ यहाँ बिस्तारै गाडीको विडम्बना मैले सोचेको थिएँ कि गाडी बाइक जसरी चलाउनु मिल्छ भनेर तर भुलेँ रहेछ मैले गाडीको त छुट्टै खासियत छ भनेर तर ठिक छ केही छैन एक्सपिरियन्स हो यसरी ल्याउनु पनि मन थियो डेन्जर तरिकाले होइन ल्याइयो पनि खुसी लाग्छ अब माथि गएर अझै राम्रो भिडियो बनाएर तपाईँलाई दिनेछु गाइज डोन्ट फर्गेट टु सब्सक्राइब अँध्यारो भइसक्यो अहिले कति बजे रातिको 9:32 गइसकेको छ 11 बजे पुग्ने थियो गरे 11 बजे होटेलमा पुगेला जस्तो छ अनि गाडी आयो भने आँखैदेखि बाहिरबाट अनि यतै छप्प रोकेर राखिदिनु पर्ने कि यो दाममा 4 व्हिल छ हाम्रो बोलेर भन्दा नि दामी बोलेर जस्तो बोलेर गाडी हिँड्ने खाना आज किनकि माथि हिजो पूजा थियो सबै मान्छेहरू फर्किनु भएको छ अनि उहाँहरूलाई छोड्नको लागि मान्छे पछाडि ढालाभरि हालेर यहाँ चाहिँ धेरै बोलेर चल्छ अनि त्यो भएको कारणले अब जे होस् आउन आँटिसक्यो किनकि
यहाँ एउटा खोला तरिसकेपछि त आउनु लागे जस्तो फिल चाहिँ मलाई हुन्छ। अब हेर है त गाइज अब हुँदै गएर गाइज यु क्यान सी रातिको कति बजिसक्यो 10 बजिसक्यो। टक्कल लाएर बाटो यस्तो छ तानिरहेछ 2-3 ठोक्के थियो हट्ल भएन होइन। हालत चाहिँ यस्तो छ। बाइकलाई एकचोटि रिचेक गरौँ पहिला। बाइक अल गुड डोरी पनि सब ठिकठाक छ। यता पुरै हिलो रहेछ होइन। हालत यस्तो छ ठोक्के ठोक्कै। अगाडिको पाङ्रामा यस्तो चरेको छ। साथीहरू चाहिँ अगाडि आएर बसे होइन। हामी चाहिँ त्यहाँ एकचोटि टक्कल लाएर हेरेर फस्यो अरे क्या। कुनाबाट हाल्नु पर्ने होला नि होइन। दिलबाट हाले कि बर्बाद परिरह गाइस टेन्सन। चप्पल चिपिन्छ चप्पल राख्नु पनि यही त्यो त यस्तो पनि कसरी अड्केको र तान्दैछन्। जाम परिरहेको छ अगाडिको गाडीले। तल नजानु रे। यस्तो भयो राति गाइस। त्यही अड्क्यो अब। छिन्यो अब काम छैन। त्यही ल ल तानेर गयो होला नि। कहाँ तान्ने नि यताबाट छिर्छ। हामीले त छिराउनु पर्यो नि होइन। ब्यागै लानु पर्छ। ब्याग नि गएन क्या यो 4 व्हिलर कि 2 व्हिलर हो। 4 व्हिलर दाइ के भयो त ए लागेन 4 व्हिल। ए ढकेलेर नि अब यसलाई त साइडै लाउनु पर्छ। अब त्यसपछि माथि नि अन्य सिलो होला है। ल ठिक छ गाइस। हिँड्छ अब यसलाई ब्याग गर्न त मिल्दैन फेरि कि ब्याग नि भएन। ब्याग हुन्छ तलै लानु ठिकै छ। हिँडमा आएर पानी गरेर तल परेन यही अप्ठ्यारो भनेर माथि छैन। अप्ठ्यारो है अप्ठ्यारो छ। अप्ठ्यारो छ अरे यार। हेलो थ्याङ्क यू यार थ्याङ्क यू। माथि नै जाने यार। ल ठिक छ जहाँको त्यही आफ्नो साथीहरू भएपछि मलाई के को डर। ल ले मोबाइल ल खरायल के अरे। आज हाम्रो बाइक खोलाबाट बाइक छिरायो यार। यो जुत्ता पानी परे हटाइयो त्यस्तो हाम्रो त खोलाबाट बाइक छिरा भने मैले के भन्दै माथि पुलबाट बाटो रहेछ कि अनि खोलाबाट अन्धारो अनि खरायल आफूभन्दा लामो जुत्ता लाग्छ फेरि आमा छोरो। ल टक्क लाएर गाडी साइड लाउने हन्। यताको गाडी ढकेलेर हजुर हात्तीको नजरिया यस्तो छ। यो गाडी नउक्लिएको कारणले हामी सबैजना साइड लाउँदैछौँ। टक्क लाएर पछाडि 2टा गाडी छ अड्केको। अगाडि त केटाहरू गइसके। ल गाइस बाहिर चाहिँ ढमाढम भइरहेको छ। अलिअलि बाहिर गएर फोनबाट नि खिचे। अब हाम्रो पालो 4 व्हिल हाईमा चाहिँ लो हुँदो रहेछ लोमा हाई हुँदो रहेछ। अब यो अलिकति के हिसाबको थाहा भएन मलाई। थाहा छैन कमेन्ट गर्नु। मैले त 4 व्हिल एच हान्यो भने त डेन्जर पावर हुन्छ होला। 4 व्हिल एच भन्दा एलमा डेन्जर पावर हुँदो रहेछ। अनि अब चाहिँ यो खाल्टो छ यहाँ एउटा। यो खाल्टोलाई चाहिँ नटिकिकन पार गरेर हामी जानुपर्ने हुन्छ है त। ल त हामी लागेको अवस्था छ यहाँ। हाम्रो 4 व्हिल हाम्रो 4 व्हिलले त फेरि मैले ताने यो 2 व्हिल चाहिँ अलिक बिग्रेर हो। उसको 4 व्हिल बिग्रेर रहेछ। बाटो चाहिँ यस्तो छ होइन। यहाँ यो खाल्टोमा गएछ कि ऊ त्यो डाँडामा हाल है। वर्षाले ट्यालेन्ट छ कि सिकाउँछ वर्षाले दामी तरिकाले। खिचिरहेको छु यो फक लाग्यो कि ल्यामो अङ्ग्रेजी नबोल्नु होला। उतै 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 भित्र फाइनली हामी कटेको अवस्था यहाँ छ। गाडीहरू चाहिँ पालो गुरेर बसेको अवस्था छ यहाँ। डरलाग्दो बाटो यो दिनमा भयो झन् कति रमाइलो हुन्थ्यो होला गाइस।
गाडीहरू त नउग्लिएर दिमाग खराब भइन्छ धन्दै 4 व्हिलर चाहिँ झुक्लुक झुक्लुक गर्दै उक्लिन्छ पनि हैन। त्यहाँ हेर्नुहोस् देख्न सक्नुहुन्छ अगाडिको गाडी। अब अगाडिको गाडीले जहाँ हाल्छ त्यही हाल्नु होला तपाईले फेरि है। तपाईलाई फेरि मैले धेरै सिकाउँदिन। ठिक छ। हाम्रो बाइक नि छ नि हाम्रो बाइकमा नि छ खुट्टा हिलो भयो अरे ढोरपाटनको पारी बाटो जान मिल्दैन रे पुल भत्किएछ रे। अब यो भ्लग चाहिँ दामी रमाइलो हुने होला छ। ल फाइनल्ली हामी चाहिँ ढोरपाटन आइपुगेको अवस्था। क्यामेरा लिँदै एकचोटी दाइ टक्क लगाएर अब यहाँ ढोरपाटन त्यहाँ अब हामी चाहिँ टिकट काट्दैछौँ। क्यामेरा लिन खराले के भन्दैछ? गाइस फाइनली ढोरपाटन आइयो पछाडि ड्वाकमा उक्केछ एक ठाक काठमा ठोकेर टेन्सन भयो त्यहाँ ढोरपाटनले दामी तरिकाले लटी चाहिँ रात पर्यो। अनि यस्तो एक्सपिरियन्स भयो कि बाइकमा हिँडेर र गाडीमा हिँड्दा यति छुट्टै हुँदो रहेछ कि पुरै छोडिदिनु क्या। अनि हामीले के रियलाइज गर्नु पर्यो भने बाइकले अब यहाँतिर रक्सी खाएर हिँड्ने होला थर्काउँछन् होइन। अनि पुरा लाइट डाउन गरेर हिँड्ने आफू हाई बाँधेर हिँड्ने अनि हामी बाटो नि हेर्न पाउने होइन। अनि पुरा बाटो देख्ला भनेर मैले पुरा पार्किङ लाइट बाल्दै हिँडेको होइन। अनि के अरे यस्तो रे हजुर के भन्छन् भनेको त छाडो जान पाइन्छ भनेर इमर्जेन्सी लाइट बालेर हिँड्ने साइकलहरू। अनि अर्को कुरो भनेको त्यही नै हो खासै केही त भएन अलिअलि ट्याकल टुकल त भइहाल्छ अफरोड हिँड्दाखेरि। अनि यो चाहिँ लाइफको फर्स्ट र लास्ट अफरोड ओभर अफरोड राइड भनौँ न। यत्रो झ्याउ लाग्ने हुँदो रहेछ यति झ्याउ लाग्ने यो पेसेन्स लेभल यति चाहिन्छ कि कुरै छोडिने यति बिस्तारै हिँड्नुपर्छ कि आमा डुल्ला दाइलाई लिएर आउनुपर्छ यहाँ च्यालेन्ज छ डुल्ला दाइलाई। ल गाइस हामी चाहिँ फाइनल्ली ढोरपाटन आइपुग्यो अब चाहिँ बाइक झिक्नु पर्ने छ दामी तरिकाले सर लाएर फाइनल्ली बाइक झारियो दामी। के भयो हरायो पुरै मेरो जुत्ता रुझ्याएको थियो तँभन्दा अर्को जुत्ता रुझेको थियो। डाइरेक्ट पुलबाट हाल्ला डाइरेक्ट खोलाबाट हालेर लगाएर भो भो पारे बट्टै बाइक लगाएर गरे पुल सानो पुलबाट परेर हामी तल त्यो हजुरहरू उकालो हुन्थे आज माथि त्यो खाल्डामा यादमा जुरो नै तर बोङ्गलुको बाइक पनि देखाएर कुदातिर तल चोट लागेन खाल्डो रहेछ डेन्जर ठुलो खाल्डो रहेछ कि नदेखेको है। ल गाइस हामी चाहिँ यहाँ बस्यौँ दुईजना साथी ल्याउन आउनु भएको छ र हाम्रो चाहिँ बाइकमा नि धेरै क्षति पुगेको छ गाडीमा झन् धेरै बिहान ल हुन्छ बिहान झन् ट्याक्सीले हानिदियो। त्यहाँपछि अलिकति त्यहाँ काठ कोचारेर बम्परको पछाडिको बम्पर हल्का उकिएछ लक भाँचे होइन त्यो बनाउनु पर्ने छ। अब हेरौँ लेट्स सी अब के हुन्छ मन खटखट खा नयाँ गाडी यस्तो हुँदा होप्सो सामान चाहिँ पाउँछ होला लेट्स सी अब काठमाडौँ गएर बनाउनु पर्ने हुन्छ होइन। हरायो रमाइलो रमाइलो भयो नि होइन लाइफ टाइम एकदम रमाइलो भयो लाइफ टाइम एक्सपिरियन्स। अनि साथीलाई कस्तो भयो त कहाँ गयो साथी फेरि साथीले त आमा डट भन्दा बेसी पुऱ्याइदिनु एकचोटि पनि सालिन भएन बोले पानी रुचि जाडो भयो जाडो भयो यार पानी ल्याएर त्यसलाई गाडीमा बस्न न बाइकमा बस्न पर्ने। अनि हामी के खायो हामीले मासु खायो मासु खायो हामीलाई भनेन होइन बेराको ठिक छ भनेन तिमीहरू दुइटा मात्र खाएको छौ ठिक छ तिमीहरू दुइटा प्र्याङ गर्ने मान्छेहरू पख तिमीहरू गयो भनेर हजुरहरू हिँड्नु भएको गरे बस्या भने खानु बोलाउनु पर्दैन त नि त्यही ठिकै छ गाइस। अब हामी निस्किन्छौँ अब यहीँ कता होमस्टे भनिदिनु भएको छ होप्सो भोलि पानी नपरोस् राम्रो सुट होस्। मलाई त कति बेला गएर गाडी बनाऊँ जस्तो भइसक्यो दिमाग खराब भइसक्यो यार दिमाग खराब यार। ल ठिकै छ। अनि अघि दिउँसो हानिदिएको ट्याक्सीको पनि चेसिस बाङ्गेछ अरे इन्सुरेन्स क्लेम गर्नुपर्ने भयो अरे त्यो भएर अनि के चाहिन्छ भनेछन्। अब लेट चाहिँ अब तल गएर अब इन्सुरेन्स क्लेम र गाइस हामी चाहिँ फाइनल्ली हाम्रो यहाँ दुईजना ढोरपाटनको साथी भोलि भेटौँला भाइहरूले चाहिँ रुम खोजिदिएर धेरै सहयोग गर्नु जिन्दगीमा के कमाएर रहेछ राति 12 बजे आउँदा पनि यति माया गर्ने मान्छेहरू कमाएर रहेछु भनेर एकदम खुसी लाग्यो। धेरै धेरै आभारी छु अप्रिसिएट छ मनबाटै होइन साथी। यस्तो चाहिँ अब यति फेसिलिटी पाइन्छ बाटोमा एमआरई भनेर हामीले कति बाटा छोडिदियो काले बाटो हामीलाई जाम भएको नि बाटो छोडिदियो कि हामीलाई दाइता गएर जानु भनेर पछि त झ्याउ लाग्छ कि हामी स्लो हिँडेर बाइक थियो अब बिस्तारै वाङ लानु भएन पल्टेर लाने डर होइन अनि बिस्तारै लग्यो अनि झ्याउ लाग्छ क्या एक साथ छोडिदिइहाल्यौँ फेरि अब